हेलो साथीहरू, आज चाहिँ म घरको दोकानको भिडियो बनाइरहेको छु र यहाँ पुरानो कुकरहरूको चाहिँ के सामान बनिन्छ भन्दाखेरि चाहिँ म तपाईलाई यहाँ देखाउन गइरहेको छु। र यो सबै पुरानोहरूको चाहिँ हाम्रोमा यहाँनिर सबै नयाँ बनिन्छ सामानहरू चाहिँ यो कुकरहरूको चाहिँ। र तपाईहरुकोमा पनि यस्तो पुरानो कुकरहरू छ भने चाहिँ नफ्याक्नु होला। अनि यो सामानहरू चाहिँ कुकरहरूको बनिएको साथीहरू सस्पेनहरू भयो र डल्ले भाँडाहरू, डेक्ची अनि धुप बाल्ने साङहरू हुन्छ, कराई हुन्छ। यो सबै चाहिँ लोकल भाँडाहरू हो। यहाँनिरै बनाएको, यो चाहिँ मेसिनले गरेको होइन, यो चाहिँ सबै हातले पिटेर बनाएको हो साथीहरू। यो चाहिँ हाम्रो चाहिँ यहीँनिरै बनिन्छ, सुनादामै बनिन्छ। र तपाईहरुलाई पनि चाहिन्छ भने चाहिँ म यहाँनिर फोन नम्बर हालिदिने छु र तपाईले कल पनि गर्न सक्नुहुन्छ। यसको रेटहरू पनि तपाईले सोध्न सक्नुहुन्छ। यहाँ सबै चाहिँ कुकरहरूको बनिएको हो। तपाईहरुको कुकरहरू छ भने चाहिँ एक्सचेन्ज गरेर अरू सामानहरू लादा पनि भइहाल्छ। यो कराईहरू भयो, तपाईको कुकरहरू चाहिँ 3 लिटर 5 लिटर जत्रो छ त्यत्रो नै सामान बनिन्छ। र यो चाहिँ हो 5 लिटर कुकरहरूको बनिएको कराईहरू हो। र ढकनी चाहिँ तपाईको कुकरको बनिँदैन, यो ढकनी चाहिँ एक्स्ट्रा अरूकै पातलाकै बनिन्छ। यो मुनिको फेदबाटै कराईबाट चाहिँ कुकरको हुन्छ कानहरू। र तपाईहरुलाई समाजको लागि पनि ठुल्ठुलो मक्टुहरू चाहिन्छ भने अनि ठुल्ठुलो कराईहरू, डाडु, पन्यु चाहिन्छ भने तपाईले यहाँनिर पाउन सक्नुहुन्छ। र हाम्रो लोकेसन भन्नुपर्दाखेरि चाहिँ सुनगढ बस्तीको दोकान पनि छ साथीहरू। अन्त हाम्रो चाहिँ एसबिआई एटिएमको यो फर्स्ट दोकानको यतापट्टि यो चाहिँ सिलगढी जाने बाटोमा मेन रोडमै हाम्रो दोकान चाहिँ पर्छ। र तपाईहरुलाई दार्जिलिङ गोर्खे हाटमा पनि हाम्रो बडी बस्नुहुन्छ, त्यहाँनिर पनि तपाईले सोध्न सक्नुहुन्छ।